नमस्कार, हजुरहरूलाई गोदरेज नेपालको युट्युब च्यानल तथा सामाजिक सञ्जालमा स्वागत छ। म अमूल्य भण्डारी सिजे इलेक्ट्रोनिक्समा एज अ सेल्स स्टाफ कार्यरत छु। आजको यस भिडियोमा मैले हजुरहरूको अगाडि गोदरेजको सिंगल डोर रेफ्रिजरेटरको बारेमा केही विशेष जानकारी लिएर आएको छु। आशा गर्दछु यो भिडियोले तपाईहरुलाई यो रेफ्रिजरेटरको बारेमा बुझ्न र सहज तरिकाले प्रयोग गर्न सिकाउनेछ। गोदरेज भारतमा घरेलु उपकरणहरूमा एक अग्रणी कम्पनी हो। 190 लिटर ग्रस र 180 लिटर नेट क्यापेसिटी भएको यो रेफ्रिजरेटर यो सेगमेन्टमा भएको सबैभन्दा अग्लो फ्रिज हो, जसको बाहिरी भाग रस्ट प्रुफ स्टेनलेस स्टिलबाट बनेको छ। यस एज रियो प्लस रेफ्रिजरेटरको मुख्य विशेषता भनेको टलेस्ट हाइट इन द क्याटेगोरी, 24 days फार्म फ्रेशनेस, टर्बो कुलिङ टेक्नोलोजी, एडभान्स क्यापिलरी कुलिङ टेक्नोलोजी, लार्ज भेजिटेबल बक्स हुन्। 1260 mm को हाइट सँगसँगै यो रेफ्रिजरेटरले ठुल्ठुला भाँडाहरू स्टोर गर्न धेरै स्पेस दिन्छ। यो यस सेगमेन्टमा सबैभन्दा अग्लो रेफ्रिजरेटर पनि हो। यो फ्रिजको बेस अग्लो भएकाले हामीलाई फ्रिज मुभ नगरिकन सफा गर्न मिल्छ। यो फ्रिजमा रहेको कुल ब्यालेन्स टेक्नोलोजी र मोइस्चर कन्ट्रोल टेक्नोलोजीले गर्दा तपाईहरुले राखेको फलफुल तरकारीहरू 24 दिनसम्म ताजा रहन्छ। यो फ्रिजको रेफ्रिजरेन्ट क्यापिलरी ट्युबमा 2 सतहसम्म इन्सुलेसन गरिएको हुन्छ, जसले गर्दा छिटो चिसो प्रदान गर्छ। यो फ्रिजको फ्रिजर सेक्सनमा टर्बो कुलिङ टेक्नोलोजी प्रयोग गरिएको छ, जसले एकदमै छिटो समयमा बरफ बनाउँछ। चिलर ट्रेमा क्विक बोटल कुलिङ हुन्छ। फ्रिजर सेक्सन नजिकै रहेको कन्ट्रोल नब प्रयोग गरेर हामीले समर, विन्टर, स्प्रिङ, मनसुन मौसम अनुसार चिसो बढाउन र घटाउन सक्छौं। यो रेफ्रिजरेटरमा 20 लिटर क्षमता भएको भेजिटेबल बक्स छ, जसले तरकारीहरूलाई लामो समयसम्म ताजा राख्न धेरै ठाउँ दिन्छ। भेजिटेबल बक्स माथि रहेको मोइस्चर स्लाइडर प्रयोग गरेर हामीले मोइस्चर कन्ट्रोल गर्न सक्छौं। गोदरेजको एन्टी-बी टेक्नोलोजीले ढोकामा एन्टी-ब्याक्टेरियल ग्यास्केटको प्रयोग गर्छ। यस ग्यास्केटले कीटाणुहरूलाई टाढा राख्न मद्दत गर्छ, जसले गर्दा रेफ्रिजरेटर भित्रको खाना लामो समयसम्म ताजा र हेल्दी रहन्छ। यस फ्रिजमा टफन ग्लास सेल्फ छ, जसले 120 केजी सम्मको वेट तान्न सक्छ। डोर सेल्फको कुरा गर्दाखेरि यसमा सानो ठुलो बोतलहरू र क्यानहरूको लागि ठुलो स्पेस छ र बोतल खस्नबाट बचाउनको लागि बोतल गार्ड दिइएको छ। यस रेफ्रिजरेटरको कम्प्रेसरमा 10 वर्षको वारेन्टी दिएको छ। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। हामीलाई आशा छ कि यस भिडियोले हजुरहरूलाई गोदरेजको रियो प्लस रेफ्रिजरेटरको मुख्य फिचर्सहरूको बारेमा जानकारी प्राप्त गर्न मद्दत गर्यो। यति भन्दै आजको भिडियो यही अन्त्य गर्न चाहन्छु। तपाईहरुको प्रश्न, सुझाव र प्रतिक्रिया कमेन्ट गरिदिनु होला। साथै भिडियोलाई लाइक गरेर च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।